नमस्कार। ओम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। सीतानाथ समारंभां रामानंदार्य मध्यमाम् अस्मदाचार्य पर्यन्तां वन्दे गुरु परम्पराम्। व्यास जयन्ती, वेद व्यास र गुरु पूर्णिमा एकै दिन पर्दछ, जसलाई व्यास जयन्ती पनि भनिन्छ, गुरु पूर्णिमा पनि भनिन्छ। व्यासजी पनि गुरु हुनुहुन्छ सबैका। वेद लेख्ने, महाभारत लेख्ने अनि गीता लेख्ने, 18वटा पुराणहरू लेख्ने यस्ता वेद व्यासको जन्म पनि आजैको दिन भएको मानिन्छ। शुद्धात्मा वेद व्यासजी को हुन् त? आज यो विषयको चर्चा गरौँ। शुद्धात्मा वेद व्यासजी विपत्तिग्रस्त पाण्डवहरूका समयमा पुरा सहायता गर्न पुग्नुभयो। महाभारतको युद्धबाट विक्षिप्त भएका साला, भिना, दाजु, आफ्ना गुरु, भतिजा सबै मारिए। युद्धमा त सबै मार्नुपर्छ, मर्नुपर्छ होइन। त्यसबाट अलिकति उनीहरूलाई आत्मग्लानी भइआएको थियो। त्यस्ता भएको बेलामा, दुःख परेको बेलामा आफन्तलाई भेट्न जानुपर्छ। वेद व्यासजी सहायता गर्न पुग्नु भएको थियो। उहाँले सञ्जयलाई महाभारतको सम्पूर्ण युद्धको विवरण देख्ने दिव्य दृष्टि दिनुभएको थियो सञ्जयलाई, र सञ्जयले धृतराष्ट्रलाई सुनाउनुहुन्थ्यो। महाभारत युद्धको त्यो महाविनाशले धर्मराज युधिष्ठिर तथा पुत्र शोकले धृतराष्ट्र व्याकुल थिए। सञ्जयले त्यसबेला श्रीकृष्णका मुखारविन्दबाट निश्रित भगवत गीताको पनि श्रवण गर्नुभयो। त्यसबेला धृतराष्ट्रले व्यासजीसँग आफ्ना मरेका कुटुम्बहरू अनि स्वजनहरूलाई देख्न पाउने इच्छा प्रकट गरेका थिए। धृतराष्ट्रले चाहिँ त्यत्रा मरे आफ्ना दाजुभाइहरू ती कहाँ पुगेका होलान्, के होलान्, तिनको गति भएन होला, तिनलाई एकचोटि देख्न पाए हुन्थ्यो भन्ने इच्छा प्रकट गर्नुभयो। महर्षि वेदव्यासले को आदेशअनुसार धृतराष्ट्र आदि गङ्गाको किनारमा गएर बस्नुभयो। वेदव्यासजी गङ्गामा प्रवेश गर्नुभयो र सबै दिवंगत आत्माहरूलाई बोलाउनु भयो, पुकार्नुभयो, योद्धाहरूलाई पुकार्नुभयो। र गङ्गाजीभित्र युद्धकालमा जस्तो कोलाहल सुनिन्थ्यो त्यस्तै कोलाहल, गडगडाहट, युद्धको शङ्खनाद, दुन्दुबीहरू बजेका। त्यस्तै देख्दा देख्दै सबै पक्षका, दुवै पक्षका, कौरव पक्षका पनि पाण्डव पक्षका पनि सबै जम्मा भएको देखियो। गङ्गाभित्र सबै दृश्य, महाभारत सबै देखाइदिनु भयो वेदव्यासजीले। र कौरव र पाण्डव तर्फका योद्धाहरू निस्किएर आए, किनारमा आए। सबैको वेशभूषा अनि वाद्यवादनहरू, अस्त्रशस्त्रहरू पहिला जस्तो थियो त्यस्तै देखिए। सबै देख्नुभयो धृतराष्ट्रले, र सबै ईर्ष्या द्वेष शून्य भएर दिव्य देहधारी भए। कस्तो कृपा त उहाँको। उनीहरू सबैजनाले रात परेपछि आफ्ना पूर्व सम्धिहरूसँग भेट गरी सूर्योदय हुनुभन्दा अगाडि भागीरथी गङ्गामा प्रवेश गरेर आफ्नो दिव्यलोक प्रस्थान गरी। भगवान् व्यासको महान कार्यका लागि मानव समाज सदा सर्वदा अहिलेसम्म पनि ऋणी भएको छ। आज व्यास जयन्तीको सन्दर्भमा उहाँको वीरता, उहाँको आध्यात्मिक चिन्तन, उहाँको दैवी शक्ति, उहाँको पराक्रम, उहाँको शौर्य, उहाँको यश र यी सबै कुराहरूको बारेमा हामीले छोटो स्मरण गऱ्यौँ। यो हामीले दिव्यपुरी, यो वैदिक ज्ञानमाला, दिव्यपुरीको नौलो प्रस्तुति, दिव्यपुरी प्रकाशनको नौलो प्रस्तुति वैदिक ज्ञानमाला, आध्यात्म जगतको नौलो प्रस्तुति यसबाट लिएका छौँ। यसलाई हेरेर, यो सुनेर कमेन्टहरू गर्न सक्नुहुन्छ। श्रोताहरूलाई, दर्शकहरूलाई यो कस्तो लाग्छ भिडियो। अन्त्यमा जय श्रीराम लेख्न नभुल्नुहोला। नमो गुरुभ्यो गुरुपादुकाभ्यो, नमो परेभ्यो परपादुकेभ्यो, आचार्य सिद्धेश्वर पादुकेभ्यो, नमो तु लक्ष्मीपति पादुकेभ्यो, गुरुपादुकाभ्यो नमः। ल, आज गुरु पूर्णिमा, व्यास पूर्णिमाको यति नै।